हेलो गुड मर्निङ। आज चाहिँ यो कर्ची मर्ची पाक्दैछ। कर्ची मर्ची यहाँ सानो उयो गरेको थियो हामीले। अनि यो चाहिँ चिकन फिङ्गर्स चिल्ली बनाउने हनी चिल्ली बनाउने हो। त्यसको लागि चाहिँ एकदम मजाले फ्राई गरेको छु। अनि यो चाहिँ मैले मेरिनेट गरेको छु तपाईँको के भन्छ विङ्स। यो विङ्सको ग्रेभी बनाएको, त्यसमा चाहिँ स्पाइसी अनि स्पाइस यो चिकन हो। अब यस विङ्सलाई यहाँ टक्क हालिन्छ अनि चलाइन्छ मजाले। सो यम्मी, यति मिठो भएको थियो। सबैजनाले मन पराउनु भयो है, हामी पिजीमा बस्ने नानीहरूले सबैले। अन्त मैले त्यो पिजीको लागि स्पेसल मैले ट्रिट दिएको थिएन दिवालीको। हाम्रो अलिकति जुठो परेकोले गर्दा, त्यो भएकोले गर्दा चाहिँ यसरी बनाएको थियौँ हामीले। यसरी बनाएर चाहिँ नानीहरूलाई दिएको। अनि मसरुम चिल्ली पनि बनाएको थिएँ। यो मसरुम चिल्ली हो।